सिक्ने भए सबलाई जित्ने भए ट्युसन पढाइदिन्छु बेलुका घरमा आए You are naughty boy, you are haughty boy, you are dirty boy. ताराबाजी लय लय ताराबाजी लय लय मास्टरनी खोइ खोइ ताराबाजी लय लय गणित सिक्ने भए इङ्ग्लिसमा ओरिजिनल we want original जानु चाहिँ दिन्न तर अरू जे पनि दुर्गेशको लागि अलवेज कुनै केही चाहियो हेल्प चाहियो भने आइम अलवेज देयर र उसलाई थाहा छ जान चाहिँ दिन्न किनभने बाँच्नुपर्छ है लामो जिन्दगी बाँच्नुपर्छ धेरै एक्सपिरियन्स गर्नुपर्ने छ मैले भनिसकेँ प्रियङ्का मेरो एकदम मिल्ने साथी र उसले केही नयाँ गर्दैछ आफ्नो होम प्रोडक्सनबाट भनिसकेपछि मलाई पनि केही नयाँ तरिकाले चाहिँ त्यो फिल्ममा इन्भल्भ हौँ भन्ने तरिकाको सोच आयो अनि त्यसपछि मैले मास्टर नै एउटा टाइटल बनाएँ मैले गीतहरू लेख्दाखेरि प्रायः जसो म आफ्नो जीवनमै लेखिरहेको हुन्छु जीवन कथासँगै मेरो मेल खाने लेखिरहेको हुन्छु म अलिक म्याथमा चाहिँ अलिक कमजोरै थिएँ त्यो भएको हुनाले म्याथ सिक्ने भए सबलाई जित्ने भयो ट्युसन पढाइदिन्छु बेलुका घरमा आएँ किनकि यो ट्युसन पढाउने पनि बेलुकामै गरिरहेको हुन्छ प्रायः जसो बिहानमा कसैले पनि ट्युसन पढाउनु है हाम्रो गाउँतिर है अब सहरतिर त आई डोन्ट नो होइन मलाई थाहा छैन घरमा यस घरमै जान्छ भने ट्युसन पढाउनु ल बेलुका चाहिँ घरमा आउनु भने चाहे सरले होस् चाहे म्याडमले होस् घरमै बोलाउनुहुन्थ्यो म पनि गएको हो बच्चामा कति जानुभएको पनि होला होइन यसमा चाहिँ अब खासै अब त्यस्तो अब डट्टी माइन्डले सोच्यो भने डट्टी नै हो होइन राम्रो माइन्डले सोच्यो भने राम्रो माइन्ड नै हो अनि त्यस हुनाले क ख होइन हामीलाई अ आ पढाइदेऊ क ख आइसक्यो अ आ पाउनु पर्यो अ आ इ ई उ ओके त्यसपछि के हो दाइ अ आ इ ई उ र यो बिचमा चाहिँ मैले आर्यन दाइलाई के अरे आर्यन दाइले चाहिँ मेरो इन्सपेक्टर डिएसपी दुर्गेश थापा रहेछ होइन त्यो पनि मैले भर्खर थाहा पाउँदैछु अब डिएसपी अब दुर्गेश थापा चाहिँ अब खास चाहिँ अब भएको चाहिँ किन हो एकचोटि भनिदिनु नि भाइ थ्याङ्क यू सो मच गीतको इभेन्टमा आउनुभएको छ सबैलाई धन्यवाद सदा चाहिँ साथ र सपोर्टको आशा छ अब यो गाना त भर्खर दुर्गेशले अब गिफ्ट दियो भनौँ न एज अ फ्रेन्डसिप मैले स्क्रिप्ट पाएँ पढेँ अनि मेरो पहिलो क्वेसन थियो प्रियङ्का यो क्यारेक्टरको नाम दुर्गेश थापा राख्ने र फेरि हाँस्दैन या छाती तिमीहरूको भने मैले होइन दुर्गेश त हट्दैन भने त्यो फ्रेन्डसिप थियो उनले गिफ्ट दिनुभन्दा अगाडि नै प्रियङ्काले उसलाई गिफ्ट दिइसकेको थियो अभिषेक रूपमा यो चाहिँ उहाँको फ्रेन्डसिप हो प्रियङ्काको म्यासेज आयो अर्को नेक्स्ट विकतिर सुटिङ गर्नुपर्छ है भने हुन्छ अनि मेरो एभ्रिडे एउटा मेसेज जान्थ्यो गीत आएन खोइ गीत पठाएन गीत आएन म एक्साइटेड भइसकेँ क्या प्रियङ्काले नाच्ने दुर्गेशले बनाउने कुन एनर्जीको गीत होला के गीत होला म एक्साइटेड भइसक्यो गीत फाइनल भएर सुटको 2 दिन अगाडि मात्र आयो गीत सुने गीत एकदम राम्रो लाग्यो भिजुअल हेर्दाखेरि म त मेरो त लास्टमा एज इन क्यारेक्टर लास्टमा मात्र एन्ट्री थियो मैले सुटिङ हेर्नु पाएको थिइनँ तर यहाँ आएर हेर्दाखेरि प्रदीपलाई पनि थ्याङ्क यू भन्न चाहन्छु नाइस एकदमै राम्रो देखेको छ सबैजनाको इफोर्ट राम्रो देखेको छ प्रियङ्का पहिल्यैदेखि अहिलेसम्म पनि उही एनर्जी लेभल घटेको छैन थ्याङ्क यू सो मच तपाईँले मन पराउनु भयो दर्शकले पनि मन पराउनुहुन्छ होला थ्याङ्क यू सो मच आर्यन दाइ अब Thank you so much to my dearest Durgesh. यो भनेको सितिमिति कसैले ए मलाई गीत बनाइदेन है भनेर दिने मान्छे पनि होइन दुर्गेश थापा होइन हि इज नट द्याट पर्सन तर उसको मनमा म कसरी बसेको रहेछु भन्ने कुरा मैले देखेँ कि मैले भन्नुभन्दा पहिले उसैले आफै नै तिमीलाई म गीत बनाइदिन्छु एउटा मेरो गिफ्ट यो भन्दाखेरि चाहिँ म कति भाग्यमानी छु र कति लकी छु म आई थिङ्क शब्दमा भन्न सक्दिनँ होला कि यति राम्रो फ्रेन्डसिप यति लेटर अन इन लाइफ पनि मान्छेले पाउँदो रहेछ भन्ने एउटा बिग एक्जाम्पल हो यो र आई थिङ्क दुर्गेश अल्सो नोज दिस बट अगेन थ्याङ्क यू एभ्री वान फर योर प्रेजेन्स टुडे र यो माया साथ चाहिँ अब भदौ बाँच्छ मलाई त थ्याङ्क यू सो मच प्रियङ्का धेरै धन्यवाद मलाई फाइनली यति हामीले
हामीले एकदमै मेहनत गरेको छौँ यो गीतमा भिडियोमा इभन गीत बनाउन पनि दुर्गेशले धेरै अगाडिदेखि स्टार्ट गरेको भिडियोमा प्र्याक्टिसमा प्रदीपजीसँग हामी एकदमै धेरै कोरियोमा पनि बसेका छौँ सो एकदम मेहनत गरेर मनैदेखि एउटा ब्याङ्गर गीत लिएर आऊँ भन्ने सोच थियो जुन चाहिँ एउटा भाइब पनि होस् अब फेस्टिभल्सहरू स्टार्ट हुन्छ तिजहरू आउँछ त्यो होल माहौललाई पनि हुने खालको सबैजनाले रमाइलो गर्ने नाच्ने खालको गीत लिएर आउन मन थियो सो फाइनली आज रिलिज हुँदाखेरि चाहिँ अलिकति हल्का भए जस्तो चाहिँ फिल भएको छ मलाई होइन प्रेसर भइरहेको थियो तर यहाँहरूको प्रतिक्रिया देखेर चाहिँ यहाँहरूलाई पक्कै पनि गीत मन पऱ्यो जस्तो लाग्यो र आई होप यही प्रकारको प्रतिक्रिया र माया र सपोर्ट हाम्रो अडियन्सले पनि दिनुहुन्छ हामीलाई जसको लागि यहाँहरूको एकदम साथ सपोर्ट चाहिन्छ हामीलाई हाम्रो गीतको बारेमा इन्फर्मेसन बाहिर ल्याउनको लागि र सधैँ झै एकदमै आभारी छु सम्पूर्ण मिडियाकर्मी साथीहरूको लागि थ्याङ्क यू सो मच जहिले पनि करियरको सुरुवाती दिनदेखि आजको दिनसम्म एकदमै माया सपोर्ट दिनुभएको छ र अहिलेको टाइममा सबैभन्दा चाहिने हो हामीलाई किन हाम्रो होम प्रोडक्सनबाट फर्स्ट चलचित्र मास्टरिङ लिएर आइरहेको छौँ सो थ्याङ्क यू टु एभ्री वान हियर टु माई एन्टायर कास्ट टु माई एन्टायर क्रू डिरेक्टली इन्डाइरेक्टली जतिजनाले जुन वेमा कन्ट्रिब्युट गर्नुभएको छ फर मी फर माई टिम फर द फिल्म फर्स्ट टाइममा गरेको हेल्प सपोर्ट माया भनेको लाइफमा मान्छेले कहिले पनि बिर्सिँदैन र मलाई त्यो कति हेभी रहेछ त्यो वर्ड्स भन्ने फिल भइरहेछ क्या अहिले विथ इच एन्ड एभ्री डे सो थ्याङ्क यू अगेन फ्रम द बटम अफ माई हार्ट मैले झुकेर यहाँलाई सबैलाई थ्याङ्क यू भने र यो हाम्रो फर्स्ट कन्टेन्ट हो बिस्तारै अब हाम्रो टिजर ट्रेलर लगायत अरू मटेरियल आउँदै गर्छ यही साथ सपोर्ट एनर्जी थ्रु आउट